स्पान्त्रो केटा हो। आज चाहिँ च्याट्ट बाइकमा चढेर टिकट काटेर झाममा फन पार्कतिर हाम थालेँ। फन पार्कमा यसो भ्यूहरू इन्जोय गरेर त्यसपछि लागेँ म यो बलिङ गेम खेल्न। बलिङ गेम खेलेको ढल्दैन। त्यसपछि लागेँ म अर्को गेम खेल्न रिङतिर, त्यो पनि त्यस्तै। त्यसपछि लागेँ मलाई वाक्क लाएर एकछिन भ्यू इन्जोय गरेँ। त्यसपछि फेरि अहिलेको पैसा वसुल गर्ने फेरि गेम खेलेको। के को गेममा जित्नु, एउटा गेम नि जितेन साथीहरू, यो त स्क्यामै जस्तो लाग्यो। त्यसपछि च्याट्ट लाएर एकछिन यो दुईजना दाजुभाइलाई हेरेर स्पाइडरम्यानलाई हेरेर त्यसपछि लागेँ भूतघरतिर। भूतघर त टिकट त काट्नु नि के काटे जस्तो भयो। छिर्दा त छिरेन डरले। त्यसपछि लाग्यो म पानीपुरी चाट खान। त्यसपछि लाफिङ खाइयो। लाफिङ चाहिँ अलिकति बौद्ध भन्दा नि साह्रै नै मिठो लाग्यो मलाई। त्यसपछि लाग्यो म किमा नुडल्स खान। किमा नुडल्स पनि यति मिठो थियो नि, म कहिले किमा नुडल्स नखाने मान्छे, आज यति किमा नुडल्स पुरै खाएर भ्याएँ मैले, फर्स्ट टाइम नै होला सायद। त्यसपछि लागेँ म चिकन रोल खानतर्फ। चिकन रोल खाँदा चाहिँ अँधेरै भइसकेको थियो। त्यसपछि घर गएर आफ्नै रुममा आएर त्यसपछि मैले खाएँ यो सबै खानेकुराहरू। तपाईँले देख्न सक्नुहुन्छ जति खाएँ नि नअगाउने मान्छे म आजभोलि के भएको।